साथीहरु फेरि हामी आइसक्यौँ है त नयाँ भ्लग लिएर बतासे टोलीहरु चाहिँ यहाँ छ आजको हाम्रो यात्रा चाहिँ छोटो होइन कहाँ जाने हो हुँदै चितलाङ हुँदै त्यही छ है आजको यात्रा हामी 4वटा के अरे अरे कहना क्या चाहते हो 3टा बाइक र एउटा स्कुटी लिएर हिँड्नु छ 8 जना छौँ केटाहरु सबै फर्ममा ल है खाजा खाँदैछौँ हामी ठ्याक्कै कहाँ छौँ देहान अहिले हामी मुस्ताङ मलाई पनि थाहा छैन भन्ने ठाउँमा छौँ अहिले हामी ठ्याक्कै चोबारमा ब्रेकफास्ट गर्दै सबैजना फिलिपे तँ एक्लै छस् त टुटा हुआ लिएर कहिले आउँछ साथीहरु हामी चाहिँ होइन काठमाडौँबाट अहिले चौबार आइपुग्यौँ चौबारमा चाहिँ ब्रेकफास्ट खाइसक्यौँ होइन अब यहाँदेखि चाहिँ चट्ट कहाँ जाने अरे दक्षिण काली हुँदै चाहिँ के अरे कुलेखानी हुँदै होइन कुलेखानी हुँदै बाय बाय टाटा गुड बाय गया मास्टर साहेब सिकाइदेऊ पिलाती पिलाती राइट लिएर सर्भिङ हुँदै हामी कुलेखानी हुँदै चितलाङ झरेर मजाले गरौँ के त्यसै नलिएर आइज न लाइट दिने गर तैँले नतान पछाडि गाडी छ अहिले चाहिँ हामी भन्ज्याङ भन्ने ठाउँमा पुगिसक्यौँ है यो चाहिँ दक्षिण काली नै पर्छ अरे यता पहिला माथि यहाँ चाहिँ कहाँ भन्दा नि यो देखाउँछु म उता माथिबाट चाहिँ चम्पादेवी छ चम्पादेवी म त्यहाँ पहिला त्यहाँनिर यो पेट्रोल पम्प पेट्रोलै रहेछ अनि फर्केको छ केटाहरू अहिले चाहिँ हामी चम्पादेवीको तल के भन्ने सुरुवात हुने ठाउँतिर छ जमजम केटा जमजम तेल भेटिएन अब तेल चाहिँ अब माथितिर लाउनु पर्ला खै खत्तम बाटो आएपछि चाहिँ भिडियो गर्नु रिभर्स गरौँ छरे पनि रिसोर्टमा आइपुगिसक्यौँ है पागल नगर्नु है पागल नहुन फिलिपे यहाँ त फेरि हाम्रो आजको डोनर सक्दैन नि फेरि मलाई कति चाहियो लोन पैसा हो गयो
यहाँले म तपाईँ खिचिदिन्छु अन्जु हेर ब्याग फाल्दियो यो रिच भएपछि अलिक गाह्रो हुँदो रहेछ है धनीलाई दुईजना आज ग्रिनमा छ है एकदम म्याचिङ भइरहेको छ हाम्रो हिरो दाइ यहाँनिर राम्रा राम्री हुनुहुन्छ ह्यान्डसम भनिस् मलाई थ्याङ्क यू त्यस्तो हिरो आन्सर हो त्यो त काम छैन त तल त कसैलाई कुदाउनु चाहिँ आउँदैन नाटक बेसी गरेर झन्नै ठोक्दियो अहिले पो झन् त्यो सक्दैन नि फेरि हामीलाई चाहिँ फेरि स्पिकर खै खै यता म अब यो सँगसँगै हिँडौँ के भयो अन्जु हामी आइपुगिसक्यौँ हामी कुलेखानीमा आइपुगिसक्यौँ है अहिले चाहिँ देखाइदेऊ साथी एकचोटि पुगेर फिलिप तँलाई बोल्नु पर्छ कि नेट छ त छैन हाम्रो चाहिँ खाना आइसक्यो है अहिले दुईजना भेज हामी अरू बाँकी सबै चिकन टोलीहरू हजुर घिउ चाहियो भन्दैछ साथीलाई तिमीहरू किन फाल्टो फाल्टो अहिले चाहिँ हामी कुली खाने मान्छौँ है कोही भात खान्छ क्या फेरि दबामै दबाम गाइजहरू कपी पनि राइट पनि लाग्छ कपी राइट पनि लाग्छ किन लाग्दैन त खाँदैछौँ हामी चट्ट खाना मर्खु अरे कुलेखानी सेट बिग्रो कुलेखानीबाट लाग्यौँ है अब चितलाङतिर खाना खाएर त चढ्न भइसक्यौँ होइन अनि रेडी भएर चाहिँ हामी लागिसक्यौँ नयाँ गेटअप टोलीहरू सबैजना खम्मा छ लाग्यौँ ल हामी चितलाङ लालीगुराँस रिसोर्टमा पस्दैछौँ टोलीहरू अघि म पछि लालीगुराँस रिसोर्ट भेडा फार्म पनि भन्छ अरे यसलाई भेडा फार्म पनि अरे क्या यो कुद्दै जाउँ न उता तर भेडाको ग्रुप रहेछ यहाँ दुईजना भेडा भरिन्छ हावा चलिरहेको हुन्छ घाँस यो ठुलो हुन्छ जान मिल्यो त जाउँ न जानै पर्ने हुन्छ यिनीहरू चाहिँ यो रुल्स ब्रेक गरेर यिनीहरूलाई कारबाही हुनुपर्छ के लाग्छ यिनीहरूलाई कारबाही हुनुपर्छ पर्दैन पर्छ यिनीहरू त रुलको उल्लङ्घन गरिरहेछ उल्लङ्घन भित्र छिरिसक्यौँ है मिल्छ कि मिल्दैन अहिले गाली चाहिँ खान्छ है केटा ओ बेडा केटा हो बेडा भेडा फार्ममा छौँ है हजुर यो अन्डा चना चाहिँ हाम्रो नुरा खुवाइदिउँ ल भाइ ल साला गुछु यो गर्दैछ पुग्यो होइन त्यति बेला
मलाई चाहिँ पुगेको थियो तल पुगेको थिएन भेडा फार्ममा भेडा गोठाला यस्तो हो क्या मान्छे भन्दा बढी चाहिँ भेडा गोठाला भयो ए के अरे भेडा भन्दा बढी भेडा गोठाला भए चाहिँ कसरी भेडा टिक्छ त कौन है ये लोग कहाँ से आते हैं चट्ट उ त्यो तलको त्यो दुलोमा चाहिँ आगो फुकेर भेडाको मासु गर्न होइन क्या भेडाको मासु गर्न होइन क्या अरे कहना क्या चाहते हो जाऊँ न त खाना भेडाको सानो रहेछ त भेडा फार्म यार खत्म बाय बाय टाटा गुड बाय गया पेड़ा लाग्दैछ मेरो भेडा जस्तै राखिदिन्छ फेरि भित्र सबलाई भेडाहरूले राम्रो सुत्न नि दिएन तर मजा आएको थियो खेल्दै हिँडेन अब भयो ब्लकको लागि गरेँ त्यसो यस्तो गरौँ भनेको क्या नूर यो सानाले उल्टो कुद्यो नि त दामी हुन्थ्यो कति उल्टो त यो माथि साइड म तल्लो साइड तेरो अगाडि यसरी ल्याउँछ भनेको क्या यहाँ खालको क्या माथिमा गएर हल्ला नगर कान के हो कानमा 10वटा राखेछस् त यहाँ त छेदेपछि त दुखिहाल्छ मोटुलाई केटा हो उठाउन उठाउन यसले चाहिँ उठाउन सक्छु र हामी 3वटाको एक्लै हो त्यो मोबाइल झरेछ सालाहरु ओइ कालो बेला भाग कालो बेला भेडा पनि राम्ररी भनिन क्या भिड भन्दै गुगा नै गुगा सही सुन एक नुरले त गिदी गर्छ यस्तो दिन्छ यार हात दियो म गर्छु यस्तो दिन्छ सुन फर्म सिकाइदेऊ नवीन एकचोटिलाई कसरी गर्ने फर्म सिकाइदेऊ फर्म सिकाइदेऊ तिमीले चाहिँ त्यसलाई देखाइदिनु पर्यो यस्तो हैन यो जहिले पनि हो यो भित्रै हुनु पर्यो बास अहिले नुर गएर ल के भयो म त के आउँछ भने यसो हेरेको क्या दिइरहेको छ भने ल फेरि ल बाँकी नुरको हेर्दा हात के गरेको थियो त्यसले रमिन हेर्दा हात त्यसले ल गर्दा फेरि यस्तो गर्न के सबभन्दा खुट्टा हो तँलाई देखेर चाहिँ लाग्छ कि भगवान्ले चाहिँ किन मान्छे बनायो जस्तो छ म त 60 सम्म हान्छु फेरि 60 त इजी हो फेरि पन्जामा आइज न त के पन्जाला दोस्त लडाइदिएर पन्जा लिक त्यसलाई लिक चस्मा आउने आइदिहाल्ने पनि हैन बिचारा डो धरे भेडा जस्तो कपाल पनि छ यसको ओ छोड्न त
अब एकल मोजा गनाए पहिला जुत्ता लिएर आइज त्यहाँ गइसक्यो जा जुत्ता चाहिँ लिएर आइज जा ओए मैले पनि फालेको तैँले हातले फालेको छ होइन मैले फालेन म त निकालिदिरहेको भाई यहाँ पे क्या हो रहा है भाई यहाँ पे क्या हो रहा है भाई ये कहाँ फंस गया भाई मैं भाई ये क्या हो रहा है भाई यहाँ नङले काट्दै देखा आपने लापरवाही का नतीजा है कहाँ गएको त सर यहाँबाट सर तल जाऊँ न केटा एकचोटि रोक लुरे लुर पकड हतरी भएर कुदेको उतै भेडा भाग्यो ओए कालो भेडा ओए सेतो भेडा भाग्यो पानी पर्यो अब हामी फर्किँदैछौँ अब हामी घरतिर जाँदैछौँ केही छुट्टै छैन हैन यो हाम फालु म आइज भाइ मेरो पानी परिसक्यो अब चाहिँ भेडा फार्ममा बट वी हेभ गट कभर सबैजना लागिसक्यो आफ्नो बाटो पनि हामीबाट निस्किँदैछौँ एकदम यो यतातिर पुरै पाइन सल्लाह जस्तो देखिन्छ तर सल्लाह नै रहेछ यो सल्लाह घारी रहेछ यता चाहिँ यता चाहिँ हाम्रो नुर छ एउटा एनजी छ एउटा त चाबी त्यही देखिरहेको थिएँ मैले कान्छी तिमीले लिएको छौ चाबी हाम्रो यहाँनिर चाबी छुट्यो जस्तो लाग्यो एनजी तिमी कसरी लिएर गयो होला यार हामी चाहिँ पानीमा भिज्दै सङ्घर्ष गर्दै के अरे चितलाङ आइपुग्यौँ है मस्त जोक मारा रे या हंस रे हल्कट हंस पुरै हरियाली छ यता नमुते ए होइन पऱ्यो चाहिँ मसरे लाग भेट्ला चाहिँ पानी लान्थ्यो अहिले चाहिँ हामी चिया खान बसिरहेको छौँ है चिया खान बस्न आँटिरहेको छ अहिले पुग्नु आएको छु हान्दे 5000 को प्यान्ट बिग्रियो हान्दे लागेको छ यसको नाम त के पो रहेछ हौ एकछिन हेर्छु म ए चिया पसल चितलाङको चिया पसल भन्ने ठाउँमा चाहिँ हामी चिया खान आएर छौँ चिया खान बसिरहेको छौँ जुत्ता बिग्रेर मुलाको आफ्नो यहाँनिर ज्यान बिग्रेको थाहा छैन तर लास्ट खतरा पानी मतलब पानी भन्दा नि हावा र पानी मिक्स आयो क्या त्यही भएर हामी चाहिँ भेडा फार्मबाट चाहिँ हतार निक्ल्यौँ फेरि याद छ त फेरि त्यो चाम्नेस नै बढी छ नि थोप्रामा हामी अझै चिया पसल भन्ने ठाउँ बसेको छौँ एकदमै पुरै अथेन्टिक पाराले गाउँले पाराले नै बनाउनु भएको छ यहाँनिर हेर्दा पनि सिटरहरू पनि एकदमै अथेन्टिक पाराको छ रुखलाई नाश गरिएको छ तापनि हेर्दा त राम्रो देखिरहेको छ कसरी त्यो बस्ने भनेकै हो राम्रो छ होइन यताको पार्ट पनि यो हाम्रो यो के भन्छ अरे यो ब्रिजको पार्ट पनि एकदम राम्रो छ उहाँ सनम हुनुहुन्छ यहाँ फेरि हाम्रो हिरो फेरि प्रो राइडर चल मोबाइलै भिजाइदियो साला साइकलले
ल अब हामी चिया खान्छौँ है त यहाँनिर चट्ट पारामा त्यस्तै छ अब कसरी देखाऊँ पहिले चिया खान्छौँ अनि देखाउन सक्यो भने देखाउँछौँ नत्र यति नै हो चितलाङ भनेको के छ र केही छैन हरियाली अलिअलि गाउँघर टाइपको भाइब्स यहाँ फेरि दुईजना फेरि ऊ चाहिँ ट्रेनर जस्तो ल जिनासँग हार्यो भने चाहिँ दोस्त फेरि घोर अपमान हुन्छ है धन्न लु हार मान्थ्यो आफैले केही तनाव छ भने भन है कहीँ तनाव छ त के भन्नु त्यसपछि त केही गर्न सक्छ पन्जा लडाइँ गेम चलिरहेको छ कहाँ हो दर्शकहरू अघि यहाँ हुटिङ हान्नु पर्यो नि त के ल 1 2 3 गयो हान्न तर अब घुसखोरी नगरी 2 एकछिन दरबार दुईजना दुईटा दरबार न ल 3 यसको हात घुमाउन सकिन्छ त ल त्यसको तर भात त्यस्तो भयो क्या सिधा यसको हात जान्छ यस्तै जान्छ यसको हात ओ एन्जीले लडाइदिन्छ क्या ओए कल्लु हारे बस आइज न फिलिप जान ट्राई फिलिप ल मुटिङ ल 1 2 3 लु गो फिलिप पनि डरै छ कि सालाले उयो नै दिँदैन क्या ढुक्क चुत्रा इजी त दिएन सात बार बोल रहे हैं पढ़ने लिखने वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को अहिले चाहिँ हामी चट्ट होइन अहिले चाहिँ हामी चितलाङमा छौँ रात परिसक्यो नि 6 बजिसक्यो अब हामी बिस्तारै झर्छौँ होला त्यो अघिकै ठाउँमा छौँ है हामी अघिकै ठाउँमा चिया खाँदै यहाँ हाम्रो सानो गेम हुँदैछ अहिले अर्को नेक्स्ट जिना हार्ने केटीलाई जितेको चाहिँ फेरि गर्निँदैन है दुई हातले खेल्नु पोखरीमा भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है कौन है ये लोग कहाँ से आते हैं सोनम त लेफ्टी स्ट्रङ छ नि त राइटी छ बाप को भेज
तेरे बस की बात नहीं। भोलिबाट लेफ्टको गर्नु पर्यो ढङ्ग ए फेरि अघि फिलिप यसरी हैन नि यसरी ल जसरी फोड त हैन त्यसरी त फुटिहाल्छ ओए न ल सक्छु यार सर्भिस यसरी चाहिँ फुट्दैन मम्मा दियो फेरि त्यसरी त फुट्दैन भाइ हात दुख्छ है हात जान्छ त नगर के अनि बरु हैन हैन यसरी यसरी हान्ने हो के खासै हावा चाहिँ फुट्दैन यसको पालो फुट्दैन यो अलि फुट्दै लामा देखा आपने लापरवाही का नतीजा है। हाम्रो यहाँ फेरि सानो फोटोसुट हुँदै थियो कि केटाहरूको सानो मजा हामी चाहिँ अलिकति माथि आएको छौँ यो चट्ट पार्क जस्तो बनाएको रहेछ सबैजना फोटो खिच्नलाई प्रिपेयर भएर आएको छ होइन यो चितलाङको साइडै यो साइड सट्ट घुमाउँदा चाहिँ म चाहिँ पे गर्न रेडी छु यसो एउटा के अरे मङ्गोलियन केटी खोजिदिनु पर्छ यसको लागि प्लेट छ न सुन्न भन्न यता जान ल बन्द गर्न त्यो होइन कट कर कि कट कट त हुँदैन भाइ राति देख्दैन है क्यामेरामा बन्द कर ऊ होइन सु ओए सु होइन भगवान ने बनाया एक इंसान अहिले चाहिँ सट्ट 6:15 भइसक्यो त्यही नै हामी अहिलेसम्म गएको छैनौँ लगभग यहाँको मेन मान्छे चाहिँ पहिला यो के भन्छ सिसा उठाउनु हुन्थ्यो जस्तो लाग्छ होइन मलाई लाग्छ कि पहिला चाहिँ गजेडै थिएछ सिसा कति धेरै सिसा हेरेको छ कि हामी हजुर कति धेरै खाली सिसा होला लगभग होला 5-6 हजार त सिसा होला 5-6 हजार अझै बढी छ कति 5-6 हजार पुरै सिसाले बनाएको रहेछ यो पार्क 10-15 हजार सिसा छ होला यो चाहिँ के रहेछ नि यो मुला हो मुला पुरै सिसाले बनाएको रहेछ चट्ट यहाँ फेरि हाम्रो फेरि साथीको डान्स चाहिँ फेरि बेग्लै छ है अब यहाँ फोटो खिच्यौँ र हामी लाग्छौँ होला त्यही हो पोज फोटो खिचिदिन्छु ल तिमीहरूको बिटिएसवाला फोटो खिचिदिन्छु ल अब एकछिन अब हामी लाग्छौँ होला है यहाँ अब फोटो खिचेर चट्टसँगले अब चाहिँ हामी रेडी भइसक्यौँ है ओह्रालो लाग्नलाई सोधेहरू सबैजना जाइजरी ल बाई बाई भन्छ बाई बाई अबे साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता यहाँनिर हाम्रो दाइ पनि हुनुहुन्छ आजको अब चाहिँ हामी लाग्यौँ है 2500 अरे प्याकेजमा हुन्छ अरे यहाँनिर चाहिँ अब हामी एउटा लाग्यौँ आजको लागि यति नै थियो ल जम केटा जम आजको लागि यति नै भन्दै त्यही हो अर्को भिडियोमा भेटौँ ल हाम्रो टोलीहरू लागे यो चितलाङको बेलुकाको भ्यू चाहिँ बवाल देखिँदो रहेछ केटाहरू गइसके त्यहाँनिर अब हामी पनि लाग्यौँ है आजको लागि यति नै थियो है अर्को भिडियोमा भेटौँ ल फेरि त्यही हो धन्यवाद सम्पूर्णलाई अहिलेसम्म हेरिदिनु भएकोमा